नमस्कार, म नवराज पौडेल। आज म व्यावसायिक चिठी लेखन अभ्यास समेटिएको एउटा भिडियो लिएर यहाँ समक्ष उपस्थित भएको छु। यहाँहरू सबैलाई मेरो नेपाली पाठशाला युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। ल त भाइ बहिनीहरू, अब हामी आजको भिडियो सुरु गरौँ। सबैभन्दा पहिले हामी चिठीका प्रकारले हेर्नेछौँ। चिठीहरू कार्यालयीय, व्यावसायिक र घरायसी गरी सामान्यतया 3 प्रकारका हुन्छन्। कार्यालयीय चिठी भनेको निवेदन पनि यसलाई भन्ने गरिन्छ अर्को भाषामा। कुनै पनि कार्यालयमा सेवा लिनका लागि अथवा सुविधा लिनका लागि अथवा अन्य विभिन्न कामले लेखिने चिठीहरू कार्यालयीय चिठी हुन्। त्यस्तै व्यावसायिक चिठी अन्तर्गत एउटा व्यवसायले अर्को व्यवसायलाई लेख्ने चिठी यसमा पर्दछ भने घरायसी भनेको कुनै साइनो सम्बन्धका व्यक्तिहरूलाई, साथीभाइहरूलाई आफ्नो सन्चो बिसन्चो अथवा अन्य विभिन्न कुराहरू सञ्चार गर्नका लागि लेखिने चिठी हो। यसरी चिठीहरू सामान्यतया 3 प्रकारका हुन्छन्। आज हामी विशेष गरी व्यावसायिक चिठीका विषयमा लेखन अभ्यास गर्नेछौँ। कसरी लेख्ने त व्यावसायिक चिठी, अब हामी यसतर्फ अगाडि बढौँ। यहाँ मैले एउटा नमुना व्यावसायिक चिठी लेखेको छु। यहाँ मेरो पेजको पाबन्दीका कारण खाम यहाँ अटेको छैन, बाँकी कुरा मैले यहाँ राखेको छु। भाइ बहिनीहरूलाई ध्यान दिएर हेर्नु होला। यहाँ हेर्नुहोस् त, माथिपट्टि मैले आफ्नो पुस्तकको पसलको नाम लेखेको छु, गोविन्दपुर पुस्तक भण्डार तपाईँ 5 मोरङ भनेर। यहाँ पत्र संख्या छ, यहाँ चलानी नम्बर छ, यहाँ मिति छ, यहाँ सम्बोधन छ, यहाँ विषय छ, अनि त्यसपछि यहाँ मूल भाग छ यहाँसम्म। त्यसपछि यहाँ कृतज्ञता ज्ञापन छ। त्यसपछि अन्तिममा पत्र पठाउनेको नाम रहेको छ। यसलाई भाइ बहिनीहरूले स्क्रिनशट गरेर राख्नु होला। यसका विषयमा हामी पछि क्रमशः छलफल गर्दै जानेछौँ। अनि यहाँ खामको नमुना रहेको छ, यो पनि हामीले बनाउनु पर्ने हुन्छ। यसमा एउटा पठाउने अनि अर्को पाउने, छेउमा टिकट लेखेको एउटा सानो भाग छुट्याउनु पर्ने हुन्छ। अब चिठी कसरी लेख्ने भन्ने विषयमा बोधागत रूपमा हामी छलफल गरौँ। चिठी पठाउने संस्थाको नाम, ठेगाना, सम्पर्क नम्बर, इमेल र वेबसाइट सबैभन्दा माथि बीचमा राखिन्छ। एउटा व्यापारिक संस्थानले अर्को व्यापारिक संस्थानलाई, अथवा एउटा पसलले अर्को पसललाई, अथवा रिटेलरले होलसेलरले रिटेलरलाई लेख्ने हो यस्ता पत्रहरू भनेको। अनि यहाँनिर चाहिँ एउटा पसलको ले चाहिँ अर्को पसल लेख्दाखेरि पत्र लेख्ने पसलको अथवा संस्थानको नाम ठेगाना भएको, कम्तीमा नाम ठेगाना। अब यहाँनिर हामीले चाहिँ परीक्षा केन्द्रित भएको हुनाले 2 थोक मात्रै लेख्यौँ। यो साँच्चैको पत्र हुन्थ्यो भने, नमुना पत्र हुँदैन थियो भने त उसको सम्पर्क नम्बर लेख्नु पर्थ्यो, इमेल लेख्नु पर्थ्यो, वेबसाइट लेख्नु पर्थ्यो, अथवा दर्ता नम्बरहरू के उनीहरूका फर्मल कुराहरू सबै यहाँनिर लेख्नुपर्ने हुन्थ्यो। यो सुरुको भाग भयो है। यहाँ पनि मैले यी मेन्सन गरेका कुराहरूलाई हाइलाइट गरेको छु। त्यसपछि शीर्षकको ठिक तल दाहिनेतिर पत्र लेखीको मिति उल्लेख गरिन्छ। यहाँ हामीले मिति उल्लेख गरेका छौँ। यसलाई पनि भाइ बहिनीले ख्याल गर्नु पर्यो। मिति भन्दा थोरै तल बायाँतिर पत्र संख्या र चलानी नम्बर लेखिन्छ। यो पत्र संख्या, यो चलानी नम्बर, यो चाहिँ एकदम महत्त्वपूर्ण हुन्छ। हामीले पठाएको पत्रको अभिलेख राख्नुपर्ने हुन्छ सम्बन्धित संस्थामा। त्यो अभिलेख राख्दाखेरि यहाँ पत्र संख्या अनि चलानी नम्बर एउटा रेकर्ड खातामा लेखिन्छ। अनि त्यही अनुसारको यसमा पनि अङ्कित गरिएको हुन्छ। र पछि हामीले प्रतिलिपि निकाल्नु पर्यो त्यसको भने यो चाहिन्छ। त्यस्तै पत्र पठाएको हो कि होइन भनेर रेकर्ड हेर्नु पर्यो भने पनि यहाँबाट हामीले त्यो रेकर्ड पाउन सक्छौँ। पत्र पाउने व्यक्तिको पद, संस्थाको नाम र ठेगाना बायाँतिर लेखिन्छ। जसको लागि पत्र लेखिँदैछ त्यसको पद सुरुमा लेख्नुपर्ने हुन्छ, श्री कार्यालय प्रमुखज्यू। अनि त्यस संस्थाको नाम लेखिन्छ, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँ हो, यो पनि लेख्नुपर्ने हुन्छ। प्रापकको विवरण भन्दा तल मूल मर्मलाई छोटकरीमा विषय भनेर लेखिन्छ। यसले पाठकलाई चिठी के बारेमा हो भने तत्काल जानकारी दिन्छ। विषय लेख्नुपर्ने हुन्छ। माथि झुरुक्क शीर्षक हेरेर यो के को पत्र रहेछ भनेर बुझ्नको लागि विषय लेख्नुपर्ने हो है। अनि यो विषयले चाहिँ पत्रको मूल भागलाई, मूल सारलाई समेट्नु पर्दछ। सम्बोधन भन्दा मुनि चिठीको मूल भाग सरल र सठिक रूपमा लेखिन्छ। सम्बोधन भइसक्यो, त्यहाँभन्दा मुनिको यो भाग हो मूल भाग। यो मूल भाग लेख्दाखेरि धेरै लामो खालको भाषाको प्रयोग गर्नु हुँदैन। अनि भाषा शैली पनि सरल किसिमको हुनुपर्छ, स्पष्ट बुझियोस्
र मूल कुराहरू आओस्, अनावश्यक गन्थन मन्थन यसमा लेख्नु आवश्यक ठानिँदैन। कार्यालयीय चिठी र व्यावसायिक चिठीमा अनावश्यक गन्थन मन्थन लेख्नु जरुरी ठानिँदैन। व्यक्तिगत चिठीमा लेखिन्छ, गायस चिठीमा त अरू कुराहरू गन्थन मन्थन पनि हुन्छन्, तर यहाँ चाहिँ गन्थन मन्थन हुँदैन। औपचारिक भाषाको प्रयोग गर्ने, सकेसम्म छोटो किसिमको चिठी तयार गर्ने है। यहाँ हामी लेखेका छौँ, महोदय उपयुक्त सम्बन्धमा यस गोविन्दपुर पुस्तक भण्डारले लामो समयदेखि नेपाली भाषा साहित्य तथा ज्ञान विज्ञानका विभिन्न पुस्तकहरू पाठकहरूसम्म पुर्याउँदै आएको छ। हाम्रा पाठकहरूबाट प्रतिष्ठानद्वारा प्रकाशित कृतिहरूको माग निरन्तर आइरहने हुँदा हामीले प्रतिष्ठानद्वारा विगत 6 महिनाभित्र प्रकाशित भएका केही नयाँ पुस्तकहरू आफ्नो पसलमा समावेश गर्न चाहेका छौँ। तसर्थ प्रतिष्ठानबाट हालै प्रकाशित भएका तपसिलका कृतिहरू ढुवानी मार्फत हाम्रो पसलको ठेगानामा पठाइदिने व्यवस्था मिलाइदिनु हुन अनुरोध गर्दछौँ भनेर हामीले लेख्यौँ। अन्त तपसिल लेख्यौँ, त्यसपछि यहाँ क्रम सङ्ख्या लेख्यौँ, पुस्तकको नाम लेख्यौँ, परिमाण भनेको सङ्ख्या लेख्यौँ। यो अनिवार्य लेख्नुपर्ने हुन्छ, नत्र भने केसम्म पठाउनु भनेर थाहा पाउनु पर्यो पठाउने मान्छेले। अनि तलपट्टि पुस्तकहरूको भुक्तानीका लागि पेशकी स्वरूप 50,000 अक्षरपी 50,000 रुपियाँ मात्र प्रतिष्ठानको नाममा रहेको बैंक खातामा जम्मा गरिएको छ। बाँकी रकम पुस्तक र बिल प्राप्त हुनासाथ भुक्तानी गरिरहेछ भनेर हामीले मूल भाग लेख्यौँ। मूल भागको अन्त्यमा सहयोगका लागि कृतज्ञता व्यक्त गरिन्छ। अनि अन्तिममा हामीले लेख्यौँ सहयोगका लागि धन्यवाद। यो चाहिँ कृतज्ञताको वाक्य भयो। अन्त्यमा दायाँ भागमा प्रेषकको पद र संस्थाको नाम लेखिन्छ। पठाउने प्रबन्धक पसलको प्रबन्धक हो, अनि पठाउने संस्था चाहिँ गोविन्दपुर पुस्तक भण्डार हो। त्यसपछि खामको नमुना तयार पारिन्छ। पठाउने गोविन्दपुर पुस्तक पसल, तपाईँ 5 मोरङ पाउने नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँ। यतापट्टि टिकटको पनि रहेको छ। यसरी हामीले खाम पनि अनिवार्य रूपमा बनाउनु पर्छ। ल अब समग्रमा हामीले हेर्नुहोस्, अहिलेको चिठीलाई फेरि यहाँ मैले राखेको छु। अब यसलाई फेरि रिभाइज गरौँ है त। के लेख्ने? सुरुमा पत्र पठाउने संस्थाको नाम, ठेगाना, इमेल एड्रेस, फोन नम्बर आदि लेख्ने। त्यसपछि मिति लेख्ने। त्यसपछि पत्र सङ्ख्या, चलान नम्बर लेख्ने। त्यसपछि 1 हरफ छोडेर जसलाई चिठी पठाउने हो त्यसको पदलाई सम्बोधन गर्ने, नाम नलेख्ने, पद लेख्ने। श्री कार्यालय प्रमुखज्यू सजिलो। हामी यदि पद जान्दैनौँ भने हामीले लेख्ने सजिलो सम्बोधन यही हो, श्री कार्यालय प्रमुखज्यू। अनि त्यसपछि संस्थाका नाम, त्यो पद प्रश्नमा भनेको हुन्छ कुन संस्थामा लाई लेख्नुपर्ने भन्ने कुरा, त्यही अनुसारले हामीले संस्थाको नाम लेख्नुपर्ने हुन्छ। यहाँ हाम्रो प्रश्नले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँ लेख्नु भनेको हुनाले हामीले यस संस्थालाई सम्बोधन गरेका छौँ। त्यसपछि विषय लेख्नुपर्छ। विषयले अघि हामीले कुरा गरिसकेका छौँ, यो चिठीको सारलाई झल्काउनु पर्छ। यो चिठीले पुस्तक प्राप्त गर्नका लागि चिठी लेख भनेको हुनाले हामीले पुस्तकहरू उपलब्ध गराइदिने सम्बन्धमा भनेर विषय लेख्यौँ। अन्त्यमा सम्बन्धमा अथवा बारे लेख्ने चलन छ विषयको। त्यसपछि महोदय भनेर हामी चिठीको सुरुवात गर्छौँ सामान्यतया। अनि यसरी सम्बोधन गर्ने र अघि मैले भने सठिक र सरल भाषामा औपचारिक शब्द र वाक्यहरू, मानक वाक्यहरू प्रयोग गरेर हामी विषयवस्तुलाई छर्लङ्ग बुझाउने किसिमले पत्र लेख्छौँ। यहाँ लेख्यौँ, अनि सामानको नाम पनि तल लेख्यो, अनि अन्तिममा पेशकी पठाइयो भन्ने कुरा आयो। पैसा नपठाइकन सामान आउँदैन, त्यसैले गर्दा हामीले 50,000 पेशकी पठाएका छौँ। यो पेशकी रकमका आधारमा सामान पठाइदिनुहोस्। अनि सामान र बिल प्राप्त भएपछि फेरि अरू भुक्तानी गर्नेछु भनेर प्रतिबद्धता व्यक्त गरेँ। अनि त्यसपछि सहयोगका लागि धन्यवाद भनेर कृतज्ञता भाव पनि व्यक्त गरियो। त्यसपछि अन्तिममा पठाउने व्यक्तिको पद लेखियो, प्रबन्धक, अनि पठाउने संस्थाको नाम लेखियो, गोविन्दपुर पुस्तक भण्डार। अनि अन्तिममा खामको नमुना भनेर खाम बनाइयो। यसरी हामीले एउटा व्यावसायिक पत्र कसरी लेख्छौँ भनेर अभ्यास गर्यौँ। हस्त भाइ बहिनीहरू, यस कक्षामा सहभागी हुनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद छ। पक्कै पनि यहाँको लागि यो कक्षा उपयोगी भयो होला। यदि यहाँहरू यस्तै अरू पनि भिडियो आउन् भन्ने चाहनुहुन्छ भने हाम्रो युट्युब च्यानल मेरो नेपाली पाठशालालाई सब्स्क्राइब गर्नुहोला। फेसबुक एकाउन्ट मेरो नेपाली पाठशालालाई
फलो गर्नु होला अनि अब टिकटक एकाउन्ट मेरो नेपाली पाठशालालाई फलो गर्नु होला र यस्ता भिडियोहरूलाई लाइक कमेन्ट गर्नु होला अनि तपाईं कस्तो भिडियो आओस् भन्ने चाहनुहुन्छ त्यो पनि कमेन्ट बक्समा लेखेर पठाउनु होला भन्दै आजको भिडियोलाई अन्त गर्न चाहन्छु। नमस्कार।